Welcome to this channel, and today we read this data interpretation. The question says that there are total of 149 students in arts faculty भनेको छ भने यहाँ आर्ट्स स्टुडेन्ट दिएको छ स्टुडेन्ट बाइ फ्याकल्टी दिएको छ ओके अब के भनेको छ क्वेशन नम्बर 1 ले व्हाट इज द पर्सेन्टेज अफ स्टुडेन्ट इन द आर्ट फ्याकल्टी आर नन युएस स्टुडेन्ट भनेको छ भेरी इजी स्टुडेन्टलाई छोडेर अरु स्टुडेन्टबाट निकाले पनि इजिली आउँछ भए नन युएस स्टुडेन्ट हेरौँ त कति छन् नन युएस स्टुडेन्ट भनेको 21 प्लस 6 प्लस 2 प्लस 4 21 प्लस 6 प्लस 2 प्लस 4 यसलाई जोड्दाखेरि कति आउँछ 33 आउँछ अब आर्ट्समा भनेको छ के रे भने टोटल आर्ट्स फ्याकल्टी सबै जोड्न पर्यो के टोटल 79 प्लस 21 प्लस 6 प्लस 2 प्लस 4 यसलाई जोड्दाखेरि कति आउँछ त भन्दा 112 आउँछ अब वाट पर्सेन्टेज भनेको छ पर्सेन्ट निकाल्न पर्यो त्यसो भए पर्सेन्टेज इक्वल टु कति त 33 by 112 33 by 112 into 100%. Very easy. यसको एन्सर आउँछ नियर अबाउट कति त 30% आउँछ त्यसपछि यसको एन्सर कति हुन्छ 30 अर्को क्वेशनले के भन्छ हाउ मेनी स्टुडेन्ट आर देयर इन इन्जिनियरिङ फ्याकल्टी भनेर भन्छ इन्जिनियरिङ फ्याकल्टीमा कति स्टुडेन्ट भनेर भनेको छ ओके त्यसो भए क्वेशनले थियो भने यहाँ 1049 स्टुडेन्ट आर्ट फ्याकल्टीमा छ भनेको थियो अब यसैको बेस लिएर हिँड्नुपर्छ 1049 कतिमा त आर्ट्समा छ भनेर भनेको छ भने यो 1049 भनेको 23% भनेको त्यसो भए 1049 हो के रे किनभने आर्ट्स फ्याकल्टीमा कति छ त 23% छ ओके भनेपछि अब कति आउने भयो त भन्दा 23% भनेको 1049 1% भनेको त्यसो भए 1049 upon 23 र इन्जिनियरिङमा कति छ इन्जिनियरिङमा 9 छ 9% इक्वल टु 101049 upon 23 इन्टु कति 9 अब यसलाई गर्दाखेरि सल्भ गर्दाखेरि कति आउँछ त भन्दा सल्भ गर्दाखेरि नियर अबाउट 410 स्टुडेन्ट आउँछ त्यसो भए यसको एन्सर हुन्छ 410 भेरी इजी ओके त्यसपछि अर्को क्वेशनले के भन्छ भने अर्को क्वेशनले हाउ मेनी स्टुडेन्ट्स आर देयर इन द एट द युनिभर्सिटी भनेर भनेको छ कतिजना छन् युनिभर्सिटीमा भनेर भनेको छ भेरी इजी टोटल नम्बर अफ स्टुडेन्ट इन युनिभर्सिटी टोटल नम्बर अफ स्टुडेन्ट कति भयो त भन्दा 23% भनेको 1049 भनेकै छ हामीलाई 1% भनेको त्यसो भए 1049 upon 23 भनेकै छ त्यसो भए 100% भनेको कति त भन्दा 1049 upon 23 into 100% यसलाई सल्भ गर्दाखेरि कति आउँछ त भन्दा 4560 युनिभर्सिटीको स्टुडेन्ट भनेको त यो हो के किनभने फ्याकल्टी वाइज छ यो त एउटा फ्याकल्टीको मात्रै हो सो यसको रिफरेन्सबाट टोटल स्टुडेन्ट निकाल्न इजी हुन्छ ओके यसको एन्सर 4560 हुन्छ ओके त्यसै गरी अर्को क्वेशनले के भन्छ भने इफ 6% अफ साइन्स स्टुडेन्ट्स आर एसियन हाउ मेनी एसियन स्टुडेन्ट्स आर स्टडिङ साइन्स भनेर भन्छ साइन्समा कति पर्सेन्ट एसियन गरे साइन्समा 6% एसियन भेरी इजी छ ओके टोटल स्टुडेन्ट कति आयो टोटल स्टुडेन्ट कति आयो त यहाँबाट हेरौँ है 4560 टोटल स्टुडेन्ट कति छ त 4560 अब त्यसो भए 21% यो त 100% हो गयो त्यसो भए 21% भने कति त 4560 को 21% भनेकै के हो त साइन्स हो यो भनेकै साइन्स हो त्यसो भए यो भनेको नियर अबाउट कति आउँछ त भन्दा 958 स्टुडेन्ट आउँछ यो भनेको कति आयो त 958 स्टुडेन्ट आयो अब 6% एसियन भनेको छ क्वेशनले 6% के भनेको छ त एसियन भनेको छ क्वेशनले
त्यसो भए टोटल एसियन स्टुडेन्ट कति हुनुभयो त भन्दा 6% अफ साइन्स स्टुडेन्ट। यो भनेको कति आउने भयो त भन्दा 6 × 958 अपन 100। यसलाई सल्भ गर्दाखेरि कति आउँछ त भन्दा नियर अबाउट 57 स्टुडेन्ट आउँछ। त्यसपछि यही नै यसको एन्सर हुन्छ 57। ओके, त्यसो भए अर्को क्वेसनले के भन्छ भने देयर आर 34 युरोपियन मेडिकल स्टुडेन्ट, वाट पर्सेन्ट अफ द फ्याकल्टी डज दिस रिप्रेजेन्ट भनेर भन्छ। 5% छ। त्यस भए 5% अफ टोटल स्टुडेन्ट हो के अरे। टोटल स्टुडेन्ट कति छ माथि हेरौँ है त। टोटल स्टुडेन्ट कति छ त 4560। त्यसो भए टोटल स्टुडेन्ट कति छ त 4560। टोटल स्टुडेन्ट कति छ 4560 भने अब 5% अफ 4560 यो भने कति आउँछ 5/100 इन्टु 4560। यो भनेको नियर अबाउट 228 स्टुडेन्ट आउँछ। अब युरोपियन पर्सेन्टेज सोधेको छ के अरे। अब युरोपियन पर्सेन्टेज सोधेको छ। युरोपियन पर्सेन्टेज भने कति त भन्दा युरोपियन भने कति त भन्दा 34 अलरेडी दिएको हुनाले 34 × 100/228 यो भने कति आउँछ त भन्दा 15% आउँछ। त्यसपछि यसको एन्सर हुन्छ 15। अरू क्वेसन हेर्नको लागि नेक्स्ट भिडियो हेर्न नबिर्सनु। थ्याङ्क यू।